फाइनल्ली धेरै समयपछि आइपिओ सेयर लगानीकर्ताहरूको लागि चाहिँ खुसीको खबर आएको छ है। बेनी हाइड्रो प्रोजेक्ट लिमिटेडले चाहिँ सर्वसाधारणको लागि आइपिओ चाहिँ बिक्री खुल्ला गर्दैछ भने आउनुहोस् कहिलेदेखि यसमा आवेदन दिन सकिनेछ, कति किता आवेदन दिने, कतिजनाले चाहिँ 10 किता प्राप्त गर्नुहुनेछ, यसको चाहिँ पहिलो कारोबार मूल्य कति रहनेवाला छ, यसले चाहिँ हामीलाई रिटर्न कति जति सम्भावित चाहिँ दिन सक्छ होला त। आउनुहोस् आजको भिडियोमा सम्पूर्ण चर्चा गरौँ भने हजुरहरूलाई स्वागत छ पैसाको पारेकी युट्युब च्यानलमा, जहाँ हरपल हर समय आइपिओ, फाइनान्स, सेयर मार्केट सम्पूर्ण तपाईँहरूको लागि चाहिँ हामीले भिडियो लिएर आइरहेका हुन्छौँ। यस्तै अपडेट अनि भिडियोहरूको लागि चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। भने साथीहरू, यस बेनी हाइड्रो पावर लिमिटेडको चाहिँ नेटवर्थ रहेको छ 91 रुपियाँ 27 पैसा भने अर्निङ पर सेयर चाहिँ 18 रुपियाँ 70 पैसा चाहिँ रहेको छ भने यस कम्पनीको नेटवर्थ चाहिँ कम्पनीको साथीहरू यस आइपिओको फेस भ्यालु भन्दा चाहिँ अलिक कम जस्तो देखियो है। फेस भ्यालु 100 हुन्छ भने यसको नेटवर्थ चाहिँ 91 रुपियाँ 27 पैसा रहेको छ भने तर पनि साथीहरू ठिकै छ, धेरै नराम्रो पनि भन्न सकिँदैन है, तर ठिकै छ भने साथीहरू यस कम्पनीले चाहिँ यही भदौको 22 गतेदेखि 25 गतेसम्मको लागि चाहिँ 8,63,200 किता प्रति किता मूल्य 100 किताले चाहिँ आइपिओ बिक्री खुल्ला गर्दैछ भने सेक्टर थाहा छँदैछ हाइड्रो पावर। इस्यु म्यानेजर चाहिँ एनएमबी क्यापिटल लिमिटेड चाहिँ रहेको छ भने यो आइपिओमा चाहिँ हजुरहरूले 10 देखि 20 किता भन्दा धेरै चाहिँ भर्नु पर्दैन, किनकि यो आइपिओ जम्मा 86,320 जनाले मात्रै यो आइपिओ चाहिँ 10 किता गरेर प्राप्त गर्नुहुनेछ भने निकै नै धेरै नै कम्पिटिसन चाहिँ हुनेवाला छ। भर्नु होला राम्रोसँग है। अनि यस कम्पनीको साथीहरू पहिलो कारोबार मूल्य चाहिँ रहनेवाला छ 91 रुपियाँ 27 पैसादेखि माथि र 273 रुपियाँ 81 पैसाको बिचबाट चाहिँ रहनेवाला छ भने 273 रुपियाँमै पहिलो कारोबार सुरु भएछ भने पनि पहिलो दिन 10% सर्किट हान्दा त हामी त फाइदामा नै रहनेवाला छ भने यो हाइड्रो पावर कम्पनीको सेयर रहेको छ र साथैमा चाहिँ यसको चाहिँ साथीहरू नेटवर्क पनि अलिक कमजोर भएको हुनाले त्यस्तै इजिली 500 देखि 800 चाहिँ जान सक्ने सम्भावना चाहिँ रहेको छ फन्डामेन्टल्ली चाहिँ। अब त त्यो बेला मार्केटको अवस्था कस्तो रहन्छ होइन, मार्केटमा के चलिरहेको छ भन्ने कुराले पनि धेरै नै डिपेन्ड गर्ने हुँदा चाहिँ पहिलो टार्गेट चाहिँ 500 देखि 800 राख्न सक्नुहुन्छ। त्यो पछि पनि बढिरहेको छ, धेरै बायर्सहरू आइरहेका छन् होइन। अब तपाईँहरूको धेरैले होल्ड गरिरहेका छन् भने तपाईँले अर्को टार्गेट सेट गर्न चाहिँ पक्कै पनि सक्नु हुने नै छ।